हेलो गाइज, अहिले चाहिँ हामी सुङ्खुवा सभाबाट ताप्लेजुङ पाथिभरा दर्शनका लागि हामी यात्रामा छौँ है। अहिले हामी लगभग गुफा पुग्न लागेका छौँ। यात्राको क्रममा हजुरहरूलाई छोटो सानो भिडियोहरू मेरो सानो ब्लगबाट जानकारी गराउँछु है। हजुर कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अहिले भने चाहिँ हामी यात्राको क्रममा गुफा पोखरीमा आइपुगेको छौँ है। गुफा पोखरी यो दृश्य यो चाहिँ गुफा पोखरी हो। एकदम रमाइलो छ, घुम्न आउनु होला है। हेलो गाइस, अहिले चाहिँ हामी ठ्याक्कै दिउँसोभरिको यात्रा गरेर बेलुका साँझ पर्न लागेको बेलामा हामी फेदी पुगेका छौँ है त। फेदी हेलो गाइस, आज चाहिँ हामी बिहानै लगभग 3:30 बजी उठेर हामी यात्रा दर्शन गर्नको लागि जाँदैछौँ है। फेदी हामी तल्लो फेदीमा बस्यौँ हिजो र अहिले चाहिँ बिहानको 3 बजी चाहिँ उठेर हामी हिँडिसकेको छौँ र अहिले यो हिँड्दैछौँ लगभग बिहान 5:30 बजीतिरको यात्रा हो। कमेन्ट गर्नु होला है त। अहिले भने चाहिँ हामी पाथिभरा माताको दर्शन गर्न आइपुगेका छौँ। ठ्याक्कै पाथिभरा आइपुगेका छौँ। हेलो गाइज, अहिले चाहिँ हामी लगभग बिहानको 6:30 बजी चाहिँ हामीले यो दर्शन गरिसकेर हामी बाहिर निस्केर यो बाहिरबाट लिएको क्लिप हो, हेर्न सक्नुहुन्छ। एकदमै राम्रो छ। हजुर पनि दर्शन गर्नको लागि आउन सक्नुहुनेछ। हामीले चाहिँ दर्शन गरिसकेको छौँ। एकदम चाहिँ रमाइलो, एकदम चाहिँ धेरै कुराहरू मागिसकेको छौँ है। हजुरहरू पनि आउन सक्नुहुन्छ यो पाथिभरा मातालाई दर्शन गर्न है त। हामी आज नै फर्किन्छौँ यहाँबाट। लगभग हामी यहाँबाट आजको हिँडाइ 9 बजीतिर हुनेछ है। अहिले हामी ठ्याक्कै यो पाथिभरा मुकुङमुलुङबाट देखिने यो दृश्य पारीको मकालो हिमाल यता देखिने, त्यहाँदेखि यो पर कञ्चनजङ्घा हो। कञ्चनजङ्घा यो पर देखिने। यहाँ हाम्रो लिम्बू पहिचानको एउटा स्तम्भ छ है। दर्शन गरेर फर्किँदैछौँ अहिले चाहिँ हामी। गीत चाहिँ उल्टो र पाल्टो छ है। हामी चाहिँ अहिले पाथिभरा दर्शन गरिसकेर अघि जाँदाखेरि यो कान्छी थानमा दर्शन गरेका थियौँ। अहिले हामी फेरि फर्किसकेको छौँ। फर्केर अहिले हामी यो तल कान्छी थानमा आइपुगेको छौँ है त। यस्तै छ गाइज है। अहिले कान्छी थानमा आइपुगेको छौँ हामी फर्किएर है।